साथीहरु स्वागत छ तपाईलाई सी प्रोग्रामिङ सिरिज अन्तर्गतको यस भिडियोमा। आजको भिडियोमा रहेर मैले सी प्रोग्रामिङ सिरिजमा कन्ट्रोल स्टेटमेन्ट भनेको के यसको बारेमा डिटेल्समा एक्सप्लेन गर्ने छु। अब लागौं भिडियोतर्फ। कन्ट्रोल स्टेटमेन्ट है त। कन्ट्रोल स्टेटमेन्ट भनेको के हो हैन? अब त्यतातिर लागौं। कन्ट्रोल स्टेटमेन्ट भनेको चाहिँ यस्तो किसिमको जसले प्रोग्राममा हाम्रो एउटा प्रोग्रामको फ्लो हुन्छ नि हैन, त्यसलाई चाहिँ कन्ट्रोल गर्छ हैन। त्यसलाई चाहिँ के छ भन्दा चाहे ब्रेक गर्न सक्यो, त्यसलाई रिपिट गर्न सक्यो, त्यो कन्ट्रोल फ्लोलाई चाहिँ चेन्ज गर्न सक्छ अथवा कन्ट्रोल फ्लोलाई ब्रेक गर्न सक्छ। त्यसलाई चाहिँ हामीले भनिन्छ कन्ट्रोल फ्लो स्टेटमेन्ट्स है त। अ कन्ट्रोल स्टेटमेन्ट इज युज टु कन्ट्रोल द फ्लो अफ एक्जिक्युसन इन प्रोग्राम बेस्ड अन सर्टेन कन्डिसन। कुनै कन्डिसन दिएको हुन्छ, त्यो कन्डिसनको आधारमा के हुन सक्छ, हाम्रो जुन एक्जिक्युसनको फ्लो छ हैन, त्यसलाई चाहिँ चेन्ज गर्न सक्छ हैन। त्यस्तो किसिमको स्टेटमेन्टहरुलाई हामीले के भन्न सक्यो, कन्ट्रोल स्टेटमेन्ट भन्न सक्यो है त। अब कन्ट्रोल स्टेटमेन्टहरु चाहिँ खास गरेर तीन भागमा डिवाइड गरिएको छ सी प्रोग्राममा। फर्स्ट वान इज डिसिजन मेकिङ स्टेटमेन्ट, लुपिङ स्टेटमेन्ट एन्ड जम्पिङ स्टेटमेन्ट। अब डिसिजन मेकिङ स्टेटमेन्टलाई कन्डिसनल स्टेटमेन्ट भनेर पनि भनिन्छ है त, अनि लुपिङलाई इटरेसन स्टेटमेन्ट भनेर पनि भनिन्छ भने अर्को चाहिँ जम्पिङ स्टेटमेन्ट। यसरी हाम्रो कन्ट्रोल स्टेटमेन्टलाई चाहिँ तीनवटा भागमा डिवाइड गरिएको छ हैन। अब यसले कसरी कसरी काम गर्छ भन्ने तर्फ लागौं र यो यसको फर्दर टाइपहरु के छ भन्ने तर्फ अगाडि बढौं हैन। डिसिजन मेकिङ स्टेटमेन्ट अथवा कन्डिसनल स्टेटमेन्ट भन्छ हैन। यो कस्तो किसिमको स्टेटमेन्ट हो त, यो चाहिँ हाम्रो डिसिजन मेकिङ स्टेटमेन्ट भनेको चाहिँ एउटा कन्डिसन दिन्छ, त्यसको आधारमा चाहिँ के हुन्छ, डिसिजन बनाउँछ यसले है त। यो स्टेटमेन्टले त्यसको आधारमा डिसिजन बनाउँछ वेदर द स्टेटमेन्ट विल बी एक्जिक्युट अर नट। अब त्यसको आधारमा स्टेटमेन्ट एक्जिक्युट हुने कि नहुने भन्ने कुरा चाहिँ कन्डिसनको आधारमा बेस हुन्छ यो डिसिजन मेकिङ स्टेटमेन्टमा अथवा कन्डिसनल स्टेटमेन्टमा। अब यो कन्डिसनल स्टेटमेन्टमा हाम्रो जति पनि छ यो कन्डिसनमा बेस भयो भन्ने कुरा त भयो हैन। यसमा जस्तो टाइपहरु छ हाम्रो इफ स्टेटमेन्ट, इफ एल्स स्टेटमेन्ट, इफ एल्स इफ स्टेटमेन्ट र नेस्टेड इफ स्टेटमेन्ट, स्विच स्टेटमेन्ट भनेर चाहिँ मैले यहाँ डिवाइड गरेको छु। यसलाई चाहिँ हरेक प्रोग्रामरहरूले आफ्नो तरिकाले डिवाइड गरेको पनि पाउन सक्नुहुन्छ हैन। अब हामीले यहाँनिर चाहिँ यसरी बुझ्दा इफ एल्स र इफ एल्स इफ, नेस्टेड इफ र स्विच स्टेटमेन्ट गरेर बुझ्दा क्लियर रूपमा बुझ्न सकिने, बुझ्नको लागि सजिलो हैन, र चाहिँ सबै कुरा कभर हुने हुनाले चाहिँ मैले यसलाई यसरी डिवाइड गरेको छु। इफ स्टेटमेन्ट, इफ एल्स स्टेटमेन्ट, इफ एल्स इफ स्टेटमेन्ट, नेस्टेड इफ स्टेटमेन्ट र स्विच स्टेटमेन्ट। यिनीहरु चाहिँ जति पनि स्टेटमेन्टहरु छ यिनीहरु चाहिँ बेस अन डिसिजन, एउटा हाम्रो बेस अन कन्डिसन हैन। बेस अन कन्डिसन भन्नु अर्थ यिनी सबै स्टेटमेन्टहरु चाहिँ एउटा कन्डिसन दिएको हुन्छ, त्यो कन्डिसन सेटिस्फाइड हुन्छ कि हुँदैन, त्यो कन्डिसन फुलफिल भयो भने मात्रै प्रोग्राम एक्जिक्युट हुन्छ, अदरवाइज के हुन्छ, प्रोग्राम चाहिँ त्यहाँनिर ब्रेक हुन्छ अथवा प्रोग्राम चाहिँ त्यो कन्ट्रोल फ्लोबाट बाहिर जान्छ, हाम्रो स्टेटमेन्टबाट बाहिर जान्छ। त्यो किसिमले चाहिँ हाम्रो यो स्टेटमेन्टहरुले चाहिँ काम गर्छ, डिसिजन मेकिङ स्टेटमेन्टहरुले है त। यति अर्को टाइप छ लुपिङ। लुपिङ भन्नुको अर्थ चाहिँ लुपिङका अर्को कुरा रिपिटेसन भनेर पनि भनिएको हुन्छ, इटरेसन भनेर पनि भनिएको हुन्छ। खास गरी युज टु एक्जिक्युट अ ब्लक अफ कोड रिपिटेडली, एउटा कोडलाई रिपिट गरेर चाहिँ एक्जिक्युट गर्नु छ हैन। मानौ एउटै नामलाई 100 पटक प्रिन्ट गर्नु छ, त्यस्तो कन्डिसनमा हामीले प्रिन्ट एफ लेखेर 100 पटक लेख्ने कुरा त आउँदैन नि हैन। त्यस्तो कन्डिसनको लागि चाहिँ हामीले लुपिङ स्टेटमेन्टको युज गरिन्छ। सामान्य एउटा कुरा सम्झाएँ कि मैले मानौ एउटा नाम 100 पटक प्रिन्ट गर्नु छ, यस्तै हाम्रो प्रोग्राममा धेरै कामहरु हुन्छ जुन अपरेसनहरु रिपिटेडली पर्फर्म गर्नुपर्ने हुन्छ हैन। धेरै कम्प्लेक्स टास्कहरुलाई पटक पटक पर्फर्म गर्नुको सट्टामा एक पटक टास्कलाई पर्फर्म गरेर त्यसलाई रिपिट गर्दा त के हुने भयो, हाम्रो के छ भन्दा प्रोग्रामको कम्प्लेक्सिटी पनि घट्ने भयो हैन। त्यसकारणले गर्दा चाहिँ लुपिङ स्टेटमेन्टलाई लुप गरिन्छ, लुपिङ स्टेटमेन्टको युज गरिन्छ। लुपिङ स्टेटमेन्टको युज गर्दै गर्दै हाम्रो प्रोग्रामको कोड पनि एकदमै सर्ट हुन जान्छ, किनकि एउटै कुरा रिपिट गर्ने त्यसलाई पटक पटक कोड लेख्नु परेन हैन। त्यसकारणले कोड रिपिटेसन पर्पजको लागि, रियुजेबिलिटी पर्पजको लागि पनि युज गर्न मिल्छ भन्न चाहिँ मिल्छ। एक पटक लेखेको कोडलाई अथवा एक पटक लेखेको स्टेटमेन्टलाई पटक पटक दोहोऱ्याउनु पर्यो, एउटै प्रोग्राममा पटक पटक युज गर्नु पर्यो, त्यसको लागि लुपिङको युज गरिन्छ, जसलाई इटरेसन अथवा रिपिटेसन भनेर पनि भनिन्छ। रिपिट हुने भएको भएर यसले के भनेको, रिपिटेसन भनेर भनिएको है त। अब यसमा चाहिँ के छ भने लुपिङको टाइप्सहरु छ फर लुप, व्हाइल लुप एन्ड डु व्हाइल लुप। अनि फर लुप, व्हाइल लुप र डु व्हाइल लुपको बारेमा हरेकको चाहिँ एक्जाम्पलसँग एक्सप्लेन गर्ने छ नेक्स्ट भिडियोमा। अहिले बुझौँ हाम्रो फर लुप र व्हाइल लुप भनेको चाहिँ एन्ट्री कन्ट्रोल लुप हो भने डु व्हाइल लुप भनेको चाहिँ एक्जिट कन्ट्रोल लुप हो। अहिलेलाई के बुझौँ, खासमा हाम्रो लुपिङको टाइपहरु तीनवटा छ, फर लुप, व्हाइल लुप र डु व्हाइल लुप। दिस अल लुप्स आर
आर युज फर रिपिटेसन पर्पज ओन्ली। कुनै पनि स्टेटमेन्टलाई रिपिटेसन गर्नु छ भने यिन 3 किसिमको लुपहरूलाई चाहिँ युज गर्न सकिन्छ हामीले। अब अर्को चाहिँ छ हाम्रो कन्ट्रोल स्टेटमेन्टको टाइप जम्प स्टेटमेन्ट। जम्प स्टेटमेन्ट भनेको चाहिँ हाम्रो प्रोग्रामको कन्ट्रोल फ्लोलाई एक ठाउँबाट अर्को ठाउँमा चेन्ज गर्नको लागि, लग्नको लागि, ट्रान्सफर गर्नको लागि यसलाई युज गरिन्छ हैन। युज टु ट्रान्सफर कन्ट्रोल टु एनदर पार्ट अफ प्रोग्राम। अब प्रोग्रामको तलमा कन्ट्रोल फ्लो पुगिसकेको छ लास्टमा हैन, त्यसलाई हामीले के गर्न सक्यो, जम्प गरेर माथि लग्न पनि सकियो, तल ल्याग्न पनि सकियो, ब्रेक गर्न सकियो, कुनै पार्टलाई स्किप गर्न सकियो। त्यस्तो पर्पजको लागि चाहिँ हामीले के गर्न सकिन्छ, जम्प स्टेटमेन्ट युज गर्न सकिन्छ। जम्प वर्डले नै क्लियर पारेको, जम्प भनेको कुनै भागलाई स्किप गरेर होस्, कहीँ रोकेर होस् हैन, अथवा तलको फेरि माथि पुगेर होस्, त्यो किसिमले चाहिँ काम गर्नको लागि हैन, प्रोग्रामको कन्ट्रोल फ्लोलाई ट्रान्सफर गर्नको लागि, एक ठाउँबाट अर्को ठाउँमा ट्रान्सफर गर्नको लागि चाहिँ हामीले खास गरी यो जम्प स्टेटमेन्टहरूलाई युज गरिन्छ। जम्प स्टेटमेन्टको टाइपहरुमा ब्रेक, कन्टिन्यू, गो टु र रिटर्न भनेर छ। जस्तो हाम्रो प्रोग्रामको फ्लोलाई ब्रेक गर्नु छ, त्यहाँ इन्ड गर्नु छ भने त्यस्तो कन्डिसनमा हामीले ब्रेक युज गरिन्छ। स्किप गर्नको लागि कन्टिन्यू युज गरिन्छ। कुनै पनि लेभलमा पुग्नको लागि गो टु को युज गरिन्छ। र यस्तै के छ भने रिटर्न स्टेटमेन्ट भनेको चाहिँ कुनै हाम्रो फंक्सन रन भयो, रन भइसकेपछि के कुरा रिटर्न गर्ने, कहाँनिर रिटर्न गर्ने भन्ने कुरा बुझाउनको लागि चाहिँ, गर्नको लागि चाहिँ हामीले रिटर्न स्टेटमेन्टको युज गरिन्छ। यिनी हरेक स्टेटमेन्टको बारेमा मैले प्रोग्राम सहित क्लियर गराउने छु नेक्स्ट भिडियोमा। आजको भिडियोमा चाहिँ मैले कन्ट्रोल स्टेटमेन्ट भनेको के हो, कन्ट्रोल स्टेटमेन्टको टाइप्सहरु र यसको टाइप्सहरुमा फर्दर टाइप्सहरु के हुन्छ त भन्ने बारेमा डिस्कस गरे हैन। यो सँगै यस्तै सी प्रोग्रामसँग सम्बन्धित भिडियोहरु पाउनको लागि चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। कुनै पनि तपाईलाई लागेको क्वेशन छ भने कमेन्ट बक्समा गएर ड्रप गर्नु होला र त्यससँग सम्बन्धित भिडियो मार्फत होस् अथवा कुनै रिप्लाई मार्फत होस् तपाईलाई मैले त्यसको क्लियरिटी गराउने छु। ओके, थ्यांक्स फर वाचिङ।